नेपालको ऊर्जा सङ्कट, कुलमान घिसिङको बर्खास्तगीदेखि बक्यौता विवादसम्म। के यो राजनीतिक खेल हो वा राष्ट्रिय हितको लडाईँ? 50,000 कर्मचारी र अर्थतन्त्रको भविष्य दाउमा छ। नेपालको ऊर्जा क्षेत्रमा राजनीतिक विवाद चर्किएको छ। कुलमान घिसिङलाई मार्च 2025मा यानिएबाट बर्खास्त गरियो बक्यौता असुलीको आरोपमा। उनले ऊर्जा माफियाको हात रहेको भन्दै सर्वोच्चमा रिट दायर गरे, तर अन्तरिम पुनर्बहाली अस्वीकृत भयो। अदालतले सरकारलाई मध्यस्थता र पारदर्शी समाधान खोज्न निर्देशन दियो। बिजुली कटौतीमा रोक लगायो। अक्टोबर 2025मा घिसिङ जलस्रोत मन्त्री बनेर 7-8 अर्ब बक्यौता उठाउने अभियानमा छन्, तर उद्योगीहरूको विरोध र नयाँ रिटले कटौती रोकिएको छ। नोभेम्बरसम्म कागजात बुझाउन आदेश, अन्तिम फैसला 2026मा अपेक्षित। यो विवादले 50,000 प्लस कर्मचारी र अर्थतन्त्रलाई जोखिममा पारेको छ। समाधान: टिओडी डाटा सार्वजनिक गरी चरणबद्ध भुक्तानी लागू गरौँ।